देशका लागि गोली खान तयार भनिएका युवकले आफ्नै आमाको हत्या गरेपछि गाउँ शोकमा। दर्शकबिन, मलाई गोली हानेर मार्नुहोस्, म यो देश रोएको देख्न सक्दिनँ। यो शब्द केही हप्ता अघि बानेश्वरमा भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीसँग आँखा जुदाउँदै बोलेका थिए एक युवकले। देश र जनताको लागि मर्न पनि तयार रहेको भन्दै आफूले वान म्यान आर्मी भनेर परिचय दिने उनी आज आफ्नै आमाको रगतले हात रङ्ग्याएर प्रहरीको नियन्त्रणमा परेका छन्। धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका 5 थापाकटेरीका 30 वर्षीय यमबहादुर कडेल जिरेले आइतबार राति आफ्नै 55 वर्षीय आमा राममाया कडेलको हत्या गरेको आरोपमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनास्थलमै भेटिएको हतियार सहित यमबहादुरलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा उनले आमालाई योजनाबद्ध ढङ्गले हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनाले गाउँ मात्र होइन, यो समाचार सुन्ने जो कोहीलाई स्तब्ध बनाएको छ। आन्दोलनका क्रममा प्रहरीसँग बहस गर्दै देशप्रेमका भावनाले भरिएका उनको भिडियोहरू केही साता अघि सामाजिक सञ्जालमा भाइरल भएका थिए। भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनमा उनले यसरी बोलेका थिए। महिनामा 1 लाखसम्म कमाउने युवा हुँ, तर मलाई कहिल्यै पनि चैनको निद्रा लाग्दैन। सर, मेरो आँखामा डर छैन, छातीमा गोली ठोक्नुस्। म वान म्यान आर्मी हुँ। भारतीय र अमेरिकी पुँजीवादका दलालसँग पनि एक्लै लड्न सक्छु। तपाईहरूले जनताको लागि सोच्नुहोस्, आफ्ना आमा बुबा र देशको लागि सोच्नुहोस्। ठोक्ने भए गोली ठोक्नुहोस्, मार्ने भए मार्नुहोस्। आनन्द आउँछ, मेरो आत्मा भगवानले लैजानुहुन्छ। देश र आमा बुबाका लागि लड्न तयार रहेको भन्दै आँसु झार्ने त्यो युवक आज आफ्नै आमाको रगतले हात धोइरहेको छ। जसले देशको पीडामा आँसु बगायो, उसैले जन्म दिने आमालाई हत्या गरेर सिङ्गो गाउँलाई शोकमा डुबाएको छ। दर्शकबिन, हत्या किन र कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महिनामा 60,000 देखि 1 लाख कमाउन सक्ने युवा हो, तर पनि मलाई कहिले चैनको निन्द्रा लाग्दैन, मलाई कहिले पनि निन्द्रा लाग्दैन। मेरो साथीभाइहरू कतिलाई थाहा छन्, मैले त्यसको लागि कति सहन्छु, कति हुन्छ नि सोच्छु। सर, मेरो आँखामा डर छ, जान्न सर, मैले बोलिरहेको छु, म जान्न होइन, ठोक्नुहोस् न, गोली ठोक्नुहोस्, मैले भनिरहेको छु त। मेरो आँखामा डर छ सर, 1 इन्च डर छ मेरो आँखामा, डर छ सर, डर छ। ठोक्नुहोस् न, के गर्न सक्नुहुन्छ, त्यही गोली ठोक्ने हो। बरु मारे भने मार्नु भइहाल्यो, आनन्द। यो देशको बारेमा सोच्नै परेन, मेरो आत्मा भगवानले लानुहुन्छ। जिन्दो भयो भने त मलाई जहिले पनि हुन्छ नि, तपाईँहरूको आत्माले सताएर, देशको चिन्ताले सताएर म सुत्नै सक्दिनँ। मोर्या भन्दा नि बढीको जिन्दगी छ मेरो, म सुत्न सक्दिनँ कहिले चैनले। म 1 लाख रुपियाँ महिनाको कमाउँछु, तै पनि म कहिले खुसीले सुत्न सक्दिनँ। त्यसको लागि म कहिले मोटाउन सक्दिनँ। अब त अति भयो नि सर, देशमा जनताको आवाजलाई चाहिँ बन्द गर्न पाउनुहुन्न तपाईँहरूले। मेरो आँखामा डर छ, वान म्यान आर्मी हो, जुन कि भारतीय दलालसँग, अमेरिकन पुँजीवाद दलालसँग र देशको दलाल 100 जनासँग एक्लै लड्न सक्ने क्यापेसिटी छ मसँग, एक्लै। त्यही भएर सर, बेलैमा जनताको लागि सोच्नुहोस्, देशको लागि सोच्नुहोस्। तपाईँहरूलाई पनि स्वतन्त्र जनताको एउटा हुन्छ नि अपिल छ, तपाईँहरूलाई हुन्छ स्वतन्त्र जनताको चाहिँ हुन्छ नि विनम्र अनुरोध छ। तपाईँहरू आफ्नो देशको लागि सोच्नुहोस्, आफ्नो आमाको लागि सोच्नुहोस्, आफ्नो राजाको लागि सोच्नुहोस्, आफ्नो दाजुभाइको लागि सोच्नुहोस्, आफ्नो हुन्छ नि आमा बुवाको लागि।